यदि तपाईलाई थाहा भयो कि कुनै कम्पनीको सेयर मूल्य घट्दैछ, के तपाईँ त्यसबाट पैसा कमाउन सक्नुहुन्छ सेयर नकिनिकन नै? सुन्दा अनौठो लाग्छ होइन त? तर स्टक मार्केटमा यस्तो पनि सम्भव छ र यसैलाई भनिन्छ सर्ट सेलिङ। आजको भिडियोमा हामी बुझ्नेछौँ सर्ट सेलिङ वास्तवमा के हो, यो कसरी काम गर्छ र सबैभन्दा महत्त्वपूर्ण के यो सुविधा हाम्रो आफ्नै नेप्सीमा उपलब्ध छ कि छैन त। भिडियो अन्तसम्म हेर्नुहोस् किनकि अन्त्यमा हामी यसका ठूला जोखिमहरू र यो कसको लागि उपयुक्त छ भन्ने कुरामा पनि छलफल गर्नेछौँ। नमस्कार साथीहरू, विविध वित्तीय जानकारीमा रुचि राख्ने तपाईँ सबैलाई स्वागत छ। आजको भिडियोमा हामी सर्ट सेलिङको अवधारणालाई एकदम सजिलो भाषामा उदाहरणसहित बुझ्नेछौँ। सर्ट सेलिङ बुझ्नुभन्दा पहिले एउटा सजिलो उदाहरणबाट सुरु गरौँ। मानौ तपाईसँग साइकल छैन, तर तपाईलाई थाहा छ कि भोलि साइकलको मूल्य घट्नेवाला छ। तपाईले आफ्नो साथीबाट एउटा साइकल सापटी लिनुभयो र आजकै मूल्यमा त्यो साइकल अर्को व्यक्तिलाई बेचिदिनु भयो। भोलि जब साइकलको मूल्य साँच्चै घट्यो, तपाईले सस्तो मूल्यमा उस्तै किसिमको अर्को साइकल किन्नुभयो र आफ्नो साथीलाई फिर्ता गरिदिनु भयो। बीचमा जुन मूल्यको फरक आयो त्यही नै तपाईको नाफा हो। स्टक मार्केटमा पनि ठ्याक्कै यस्तै हुन्छ, तर साइकलको सट्टा सेयर हुन्छ। सामान्यतया हामी सस्तोमा किनेर महँगोमा बेच्ने बाइ लो सेल हाई सिद्धान्तमा लगानी गर्छौँ। तर सर्ट सेलिङमा यो ठिक उल्टो हुन्छ। पहिले महँगोमा बेच्ने र पछि सस्तोमा किनेर फर्काउने। यसैलाई भनिन्छ सेल फर्स्ट बाई लेटर। सरल शब्दमा भन्ने हो भने सर्ट सेलिङ एक यस्तो रणनीति हो जसमा लगानीकर्ताले सेयरको मूल्य घट्नेछ भन्ने अनुमान गरेर त्यो सेयर ब्रोकरबाट सापटी लिएर बजारमा बेच्छ र पछि मूल्य घटेपछि सस्तोमा किनेर पहिला जति किता सापटी लिएको छ त्यति नै किता चाहिँ सापटी तिरिदिन्छ। बीचमा हुने मूल्यको भिन्नता नै उसको नाफा हुन्छ। यो चाहिँ कुनै स्टक एक्सचेन्जमा इन्ट्राडे ट्रेडिङको रूपमा, अर्थात् जुन दिन बेचिन्छ त्यही दिनको अन्तिमसम्ममा फिर्ता गर्नुपर्छ भने कुनैमा चाहिँ पोजिसनल ट्रेडिङ अर्थात् केही दिनपछि फिर्ता गर्न मिल्छ। यो चाहिँ स्टक एक्सचेन्जको पोलिसीमा भर पर्छ। अब यसलाई चरणबद्ध रूपमा बुझौँ। पहिलो चरण, बरोइङ सेयर्स। लगानीकर्ताले आफ्नो ब्रोकर मार्फत त्यो कम्पनीका सेयरहरू सापटी लिन्छ जुन सेयरको मूल्य घट्नेछ भन्ने उसलाई विश्वास छ। दोस्रो चरण, सेलिङ बरोड सेयर्स। सापटीमा लिएका सेयरहरू लगत्तै बजार भाउमा बेचिदिन्छ। यसबाट उसलाई नगद प्राप्त हुन्छ। तर याद राख्नुहोस्, यी सेयर उसका आफ्नै होइनन्, सापटीका मात्र हुन्। तेस्रो चरण, मूल्य घट्ने पर्खाइ। यदि उसको अनुमान सही भयो र साँच्चै सेयरको मूल्य घट्यो भने अब आउँछ अर्को चरण। चौथो चरण, बाइङ ब्याक, कभरिङ द सर्ट। ऊ बजारबाट उही संख्याका सेयरहरू घटेको मूल्यमा फेरि किन्छ। यस प्रक्रियालाई कभरिङ द सर्ट भनिन्छ। पाँचौं चरण, सेयर सापटी दिने ब्रोकरलाई ती सेयरहरू फिर्ता गरिन्छ। अन्तिम चरण, प्रॉफिट एन्ड लस। बेच्दाको मूल्य र फिर्ता दिँदाको मूल्य बीचको भिन्नता नै नाफा वा नोक्सान हुन्छ। यदि बेच्दा महँगो र किन्दा सस्तो भयो भने नाफा हुन्छ, तर ठिक त्यसको उल्टो भयो भने फेरि नोक्सान। आउनुहोस् अब हामी चाहिँ यो सर्ट सेलिङलाई एउटा उदाहरण सहित, न्युमेरिकल इक्जाम्पल सहित बुझ्ने कोसिस गर्नेछौँ। सपोज कि ल मानौ कोही एउटा ट्रेडरले एक्स भन्ने कम्पनीको 100 किता सेयर है त 100 युनिट सेयर चाहिँ हैन उसले चाहिँ सापटी लियो र 500 मा चाहिँ बेचियो है त। पर युनिट 500 मा उसले बेच्यो। यसको मतलब उसको अब सेलिङ प्राइस चाहिँ कति भयो त? ल सेलिङ प्राइस उसको कति भयो? 100 टाइम्स 500 हैन त। यो भनेको उसको कति हुने भयो त? 50,000 हुने भयो हो। अब केही समयपछि चाहिँ उसको अब त्यही कम्पनीको सेयर चाहिँ घटेर लगभग चाहिँ आइपुग्यो मानौ 400 मा भनेदेखि ल फेरि 100 युनिट सेयर चाहिँ उसले अब किनेर के गरिदिनु पर्यो त? जोसँग सापट लिएको, जुन ब्रोकरसँग सापट लिएको हो त्यसलाई चाहिँ फिर्ता गरिदिनु पर्यो। ल मानौँ कि त्यो चाहिँ अब 400 रुपियाँ प्रति किता आएछ हो। यस्तो भयो भनेदेखि अब उसको चाहिँ कस्ट प्राइस अर्थात् उसले किनेको खरिद गरेको सेयरको प्राइस चाहिँ कति हुने भयो त? 100 इन्टु 400 भनेको 40,000 हो। अब यसको मतलब अब यसको चाहिँ नाफा कति भयो त? ग्रस प्रॉफिट है। मैले यहाँ अरू चार्जहरू, ब्रोकर चार्जहरू केही पनि जोडेको छैन। ल ग्रस प्रॉफिट चाहिँ यसको कति आयो त?
50,000 माइनस 40,000 यति गर्दाखेरि आयो रु 10,000। ल हैन, यो भयो हाम्रो के भयो त, त्यो सेयरको मूल्य चाहिँ घटेको केसमा भयो, उसको नाफा भयो 10,000। तर इन केस के सधैँ अब चाहिँ आफ्नो प्रेडिक्सन मिल्छ भन्ने पनि छैन हैन। उसले चाहिँ ल मानौँ कि यो कन्डिसनमै सेयर उसले चाहिँ सापट लिएर बेचिदियो हो, यही कन्डिसन। ल 100 किता लियो 500 मा, उसले चाहिँ कतिमा बेच्यो त 50,000 मा। तर सपोज कि अब उसले किनेर फिर्ता गर्ने बेलामा त्यो प्राइस चाहिँ बढेर ल मानौँ कि आरएस 650 भयो हो, ल 650 भयो भनेदेखि त अब यसको त कस्ट प्राइस चाहिँ कति पर्ने भयो त, ल उसलाई चाहिँ कति पर्ने भयो त, खर्च कति हुने भयो त भन्दाखेरि 100 इन्टु 650 भनेको 65,000 होइन त। ल अब 65,000 चाहिँ उसले के गर्नुपर्ने भयो त, सेयर फिर्ता गर्ने बेलामा खर्च गर्नुपर्ने भयो। यसको मतलब उसलाई त अब घाटा हुने भयो। ल यसमा सर्ट सेलिङबाट चाहिँ हामीलाई नाफा मात्रै हुन्छ भन्ने छैन, के पनि हुने रहेछ त, घाटा पनि हुने रहेछ। ल 65,000 माइनस 50,000 कति आयो त भन्दाखेरि 15,000 चाहिँ यसलाई घाटा हुने भयो। ल हेरौँ त, यस्तो पनि हुनसक्छ। यो चाहिँ अलिकति हाम्रो के छ त, रिस्की छ है सर्ट सेलिङ। अब हाम्रो नर्मल इन्भेस्टिङ र सर्ट सेलिङको चाहिँ हामी कम्पेरिजन गर्दाखेरि हाम्रो सामान्य लगानी हामीले चाहिँ के गर्छौँ त भन्दा थोरैमा किन्छौँ हैन, अनि धेरैमा बेच्ने गर्छौँ। अब यसमा चाहिँ जस्तै यता मैले लेख्छु नर्मल इन्भेस्टिङ हो, नर्मल इन्भेस्टिङ हाम्रो अहिले नेप्सेमा चलिरहेको कुरा हैन। अनि अर्को छ हाम्रो ल सर्ट सेलिङ। अब ल सपोज गरौँ अघिकै कन्डिसन मैले चाहिँ मेन्टेन गरेँ। ल आरएस 500 पर युनिट कसैले चाहिँ सेयर किन्यो हैन, पर युनिट किन्यो, अनि त्यसपछि 100 किता है त। यसरी किन्दाखेरि उसको इन्भेस्टमेन्ट भने चाहिँ कति हुन्छ त, 50,000 हुने भयो हो कि हैन, 50,000 हुने भयो। ल सपोज गरौँ अब मार्केट बढ्दै गयो भनेदेखि अब कतिसम्म बढ्छ त्यो त भन्न सकिँदैन हैन। यसले गर्दाखेरि चाहिँ ल सपोज गरौँ अहिले चाहिँ हाम्रो अब नेप्सेको नियम अनुसार 15% को चाहिँ सर्किट ब्रेकर छ है, 15% को सर्किट ब्रेकर छ। तर यो सर्किट ब्रेकर छैन सपोज गर्नुहोस् है, सर्किट ब्रेकर छैन, या त तपाईँले पोजिसनल ट्रेडिङ गर्दै हुनुहुन्छ भनेदेखि अब यो चाहिँ घटेर ल एउटा सेयरको मूल्य घट्दै 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 यति घट्यो कि ल शून्यमै आयो भने पनि तपाईँको लस भनेको चाहिँ कति हुने भयो त, मात्रै 50,000 हो कि होइन हो। के भयो त, लस चाहिँ यसमा के हुन्छ त, लस लिमिटेड हुन्छ। तपाईँले जति लगानी गर्नुभएको छ त्यो सबै घटेर जिरो भएछ भने पनि हैन, त्यस्तो भएछ भने पनि हाम्रो चाहिँ के हुने भयो त, लस चाहिँ लिमिटेड हुने भयो हो। अनि प्रोफिट चाहिँ के हुन्छ त, फेरि प्रोफिट नाफा चाहिँ असीमित हुन्छ यसमा है। अब मैले चाहिँ यहाँ 15% लाई कन्सिडर गरेको छैन, हाम्रो नेप्सीमा 50% छ भन्नेमा सबै स्टक एक्सचेन्जमा त्यही हुन्छ भन्ने पनि होइन हैन। अब अनि यो फेरि इन्ट्राडे ट्रेडिङै गरिन्छ भन्ने पनि भएन, पोजिसनल ट्रेडिङको कुरा पनि हुने भयो। मूल्य जति पनि बढ्दै जान सक्ने भयो, जसले गर्दाखेरि प्रोफिटको सीमा हुँदैन, लस चाहिँ के हुन्छ, सीमित हुन्छ। अब सर्ट सेलिङमा हेरौँ, ल त्यही 50,000 कै लगानी छ हैन त, ल 50,000 लगानी गरेको छ। अनि अब यसलाई चाहिँ जति प्राइस घट्दै गयो घट्दै गयो घट्दै गयो त्यति के हुने हो त, फाइदा हुने हो। त्यसो भएदेखि यसमा चाहिँ प्रोफिट भनेको म्याक्सिमम प्रोफिट भनेको चाहिँ कति हुन्छ त, ल त्यसको सेयर मूल्य घट्दै 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 जिरोमै आएछ भने पनि म्याक्सिमम प्रोफिट भनेको चाहिँ कति हुने भयो त, आरएस 50,000 हुने भयो हैन त। ल मैले एउटा इमेजिनेरी कन्डिसन मात्रै कल्पना गरेको छु है। अनि अब म्याक्सिमम लस भने कति हुने हो त, अब मूल्य त जति पनि बढ्न सक्ने भयो। ल 500 बाट चाहिँ 600 पुग्यो रे हैन, आरएस 600 नै पुग्यो रे, वा चाहिँ ल 700 पुग्यो रे, वा 1000 पुग्ला रे, बढ्दै गयो। जति प्राइस बढ्दै गयो त्यति यसको के हुन्छ त, लस बढी हुन्छ। किनभने पछि फिर्ता गर्ने बेलामा महँगोमा किनेर फिर्ता गर्नु पर्यो भने त मान्छे डुब्छ हैन। अब यसको कुरामा चाहिँ के हुन्छ त भन्दाखेरि प्रोफिट लिमिटेड हुन्छ
हो प्रोफिट लिमिटेड हुन्छ सर्ट सेलिङमा भनेदेखि अनि लस चाहिँ अनलिमिटेड हुन्छ। लस चाहिँ अनलिमिटेड, सीमा नै हुँदैन लस चाहिँ कति हुन सक्छ भन्ने चाहिँ हामीले अनुमानै गर्न नसक्ने अवस्था हुन्छ। अब कुरा गरौँ सर्ट सेलिङका प्रमुख जोखिमहरू। सर्ट सेलिङमा धेरै किसिमका जोखिमहरू हुन्छन् र यी बुझ्न अत्यन्त आवश्यक छ। पहिलो, नोक्सानको सम्भावना। जस्तो हामीले अघि नै देख्यौं कि मूल्य जति बढ्दै गयो नोक्सान पनि बढ्दै जान्छ। दोस्रो, सर्ट स्क्वेज। यो एक यस्तो परिस्थिति हो जहाँ धेरै सर्ट सेलरहरूले एकैचोटि आफ्नो घाटा रोक्न सेयर किन्न थाल्छन्, जसले गर्दा मूल्य अझ छिटो र धेरै बढ्न जान्छ। यसले नोक्सानलाई झन बढाइदिन्छ र यो अवस्था धेरै छिटो र अप्रत्याशित रूपमा हुन सक्छ। तेस्रो, मार्जिन कल। सर्ट सेलिङमा सामान्यतया मार्जिन एकाउन्ट मार्फत गरिन्छ, जसमा ब्रोकरलाई निश्चित धरौटी अर्थात् कोल्याटरल राख्नुपर्छ। यदि मूल्य विपरीत दिशामा गयो भने ब्रोकरले थप पैसा जम्मा गर्न माग गर्न सक्छ। यसैलाई मार्जिन कल भनिन्छ। समयमै थप पैसा नराखे ब्रोकरले आफै पोजिसन बन्द गरिदिन सक्छ, प्राय नोक्सानमै। चौथो, बरोइङ कस्ट। सेयर सापटी लिँदा त्यसको लागि पनि शुल्क तिर्नुपर्छ, जसले नाफा घटाउँछ। पाँचौं, बजार अस्थिरता, मार्केट भोलाटिलिटी। साना र कम लिक्विडिटी भएका बजारहरूमा मूल्य अचानक धेरै तलमाथि हुन सक्छ, जसले सर्ट सेलिङलाई झन जोखिमपूर्ण बनाउँछ। के सर्ट सेलिङमा जोखिम मात्रै छ त? यसलाई किन उपयोगी पनि मानिन्छ त? अब आउनुहोस् त्यसको कुरा गरौँ। सर्ट सेलिङलाई जोखिमको मात्र दृष्टिकोणले हेर्नु उचित हुँदैन। विश्वभरका विकसित बजारहरूमा यसलाई महत्त्वपूर्ण उपकरणको रूपमा पनि लिइन्छ। पहिलो, यसले प्राइस डिस्कभरीमा मद्दत गर्छ, अर्थात् कुनै कम्पनीको वास्तविक मूल्य पत्ता लगाउन। यदि कुनै सेयरको मूल्य आधारभूत फन्डामेन्टल्स कारणहरू भन्दा धेरै बढी छ भने सर्ट सेलरहरू यसलाई सच्याउन मद्दत गर्छन्। दोस्रो, यसले बजारमा लिक्विडिटी अर्थात् तरलता बढाउँछ, किनभने थप खरिद बिक्री गतिविधि हुन्छ। तेस्रो, यसले मार्केट इफिसियन्सी बढाउन मद्दत गर्छ, किनभने ओभर भ्यालुड सेयरहरूमा दबाव पर्छ र समग्र बजार बढी यथार्थपरक हुन्छ। अब हामी कुरा गरौँ सर्ट सेलिङ र नेप्सेको अहिलेको वास्तविक अवस्था। सबैभन्दा महत्त्वपूर्ण प्रश्न के हो भने सर्ट सेलिङ हाम्रै आफ्नै नेप्सेमा सम्भव छ त? अहिलेसम्मको जानकारी अनुसार नेप्सेमा परम्परागत अर्थमा सर्ट सेलिङको सुविधा उपलब्ध छैन। नेपालको सेयर बजारमा हाल पनि लगानीकर्ताले सेयर किनेपछि त्यो सेयर आफ्नो डिम्याट खातामा जम्मा भएपछि मात्र बेच्न पाउँछन्, अर्थात् नबिकेको वा सापटी लिएको सेयर बेच्ने प्रणाली अहिले क्रियाशील छैन। तर यहाँ एउटा महत्त्वपूर्ण अपडेट के छ भनेदेखि सन् 2026 मे महिनामा प्रस्तुत गरिएको आर्थिक वर्ष 2083-84 को बजेटमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेप्सेलाई पुनः संरचना रिस्ट्रक्चरिङ गर्ने र चरणबद्ध रूपमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरू ल्याउने योजना सार्वजनिक रूपमा घोषणा गरेका छन्। यसको उद्देश्य नेपालको पुँजी बजारलाई थप अनुशासित, प्रविधि मैत्री र लगानीकर्ता मैत्री बनाउनु पनि हो भनिएको छ। अनि खासमा हाम्रो नेप्सेले पनि अब सर्ट सेलिङ लागू गर्नका निम्ति चाहिँ एउटा तीव्र गतिमा काम सुरु गरिसकेको भन्ने कुरा पनि जानकारीमा चाहिँ आएको छ। तर यो कुरा ध्यान दिनुहोस्, यो हालसम्म एउटा घोषणा र योजना मात्र हो, वास्तविक कार्यान्वयन होइन। यसका लागि नियामक निकाय सेक्युरिटी बोर्ड अफ नेपाल 7 अर्थात् धितोपत्र बोर्डले विस्तृत नियमावली तयार गर्नुपर्छ, प्रविधिगत पूर्वाधार बनाउनु पर्नेछ र चरणबद्ध रूपमा मात्र यो लागू हुनेछ। कहिलेदेखि पूर्ण रूपमा लागू हुन्छ भन्ने कुनै टुङ्गो अहिलेसम्म भएको छैन। र 7 को एउटा चाहिँ मार्गचित्र पनि प्रस्तुत गरिसकेको छ 10 वर्षको लागि भनेर, र त्यसमा पनि सर्ट सेलिङ जस्ता कुराहरू चाहिँ इन्भल्भ गर्ने भन्ने कुरा चाहिँ उसको उद्देश्यमा चाहिँ छ। तर कहिलेसम्म लागू गर्छ भन्ने कुरा चाहिँ अहिले भन्न सक्ने अवस्था चाहिँ छैन। त्यसैले सरल शब्दमा भन्नुपर्दा सर्ट सेलिङको सैद्धान्तिक अवधारणा जुनसुकै बजारमा लागू हुन्छ, तर नेप्सेमा व्यावहारिक सुविधाको रूपमा यो अझै उपलब्ध छैन। सरकारले भविष्यमा ल्याउने योजना बनाएको छ, तर हाल यो कार्यान्वयनमा आइसकेको छैन। यस विषयमा नयाँ र आधिकारिक जानकारीका लागि सधैँ 7 र नेप्सेका आधिकारिक स्रोतहरू फलो गर्नुहोस्। अनि यो सर्ट सेलिङ कसको लागि उपयुक्त छ त? यसो सोच्नुहोस् त, के सर्ट सेलिङ सबैका लागि हो त? स्पष्ट जवाफ छ, पक्कै पनि होइन। सर्ट सेलिङलाई सामान्यतया अनुभवी र गहिरो बजार ज्ञान भएका ट्रेडरहरूको लागि मात्र उपयुक्त मानिन्छ, किनभने यसमा असीमित नोक्सानको सम्भावना हुन्छ र यसलाई राम्रोसँग बुझ्न प्राविधिक विश्लेषण, टेक्निकल एनालाइसिस, बजार मनोविज्ञान र कडा जोखिम व्यवस्थापन, रिस्क म्यानेजमेन्टको ज्ञान आवश्यक पर्छ। साथै भावनात्मक अनुशासन
र नोक्सानलाई समयमै रोक्ने स्टप लस क्षमता पनि अत्यन्त जरुरी हुन्छ। नयाँ लगानीकर्ताका लागि यो निकै जोखिमपूर्ण मानिन्छ। अत संक्षेपमा भन्नुपर्दा पहिलो सर्ट सेलिङको मूल सिद्धान्त हो पहिले बेच्ने पछि किन्ने। दोस्रो, यहाँ सम्भावित नाफा सीमित तर नोक्सान असीमित हुन सक्छ। तेस्रो, सर्ट स्क्विज र मार्जिन कल यसका सबैभन्दा ठूला जोखिम हुन्। चौथो, यसले बजारको मूल्य खोजी र तरलतामा सकारात्मक भूमिका पनि खेल्छ। र पाँचौं, नेप्सीमा हाल यो सुविधा उपलब्ध छैन। सरकारले भविष्यमा चरणबद्ध रूपमा ल्याउने योजना मात्र सार्वजनिक गरेको छ। त साथीहरू, आजको भिडियोमा हामीले सर्ट सेलिङ के हो, यो कसरी काम गर्छ, यसका जोखिम र फाइदा के छन् र नेप्सीमा यसको हालको वास्तविक अवस्था के छ भन्ने कुरा विस्तृत रूपमा बुझ्यौं। तपाईको विचारमा नेपालमा सर्ट सेलिङको सुविधा विस्तार हुनुपर्छ कि पर्दैन? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। यस्तै सरल र उपयोगी वित्तीय शिक्षा सम्बन्धी भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। भेटौँला अर्को भिडियोमा। धन्यवाद।